म रोजबर्ड मेन पारोबाट सौदी आएको 1.5 महिना भइसकेको छ। पछिल्ला समय जुन गर्दिश गरिरहेका थियो, जुन भिडियो घुमिरहेका थियो कि 469 जना नेपाली सौदीको जुबेल शहरमा अलपत्रमा परेको छ। उनीहरूको यो भिडियो मार्फत र यो प्लेटफर्म मार्फत पनि जनाएका थिए। तर अहिले एउटा भिडियो पनि सार्वजनिक भएको छ, एउटा भिडियो पनि आएको छ। उहाँहरूले भन्नुभएको छ अहिले भर्खरै उनीहरूले वहाँ सौदी जानु भएको छ, नेपालबाट सौदी जानु भएको छ। तर उहाँहरूले उनीहरूको अहिले एकदमै अवस्था बिग्रेको छ, एकदमै अवस्था खराब छ। उनीहरूलाई नै भिडियोमा भन्नुभएको छ हामीहरूले कुनै रोजगारी कुनै काम केही पनि दिएको छैन। तर उहाँहरूले उनीहरू अहिले अलपत्रमा परेको छ। जुन भिडियो अहिले लागेको छ त्यही भिडियो छ र जुन व्यक्तिहरूले वहाँ खडा छ 5 जना 6 जना 7 जना भनिरहेको छ हामीहरूलाई नै अहिले कुनै काम दिएको छैन, कुनै केही दिएको छैन, आइडी पनि तक दिएको छैन, कुनै व्यवस्थापन पनि गरेको छैन। सुत्न खाना पिना एकदमै अभाव छ। तर हाम्रो राज्य हाम्रो सरकार के गरिरहेको छ, जुन मेन पावरबाट आएको छ, जुन मेन पावरबाट आएको छ नेपालबाट पठाइएको छ उहाँहरूले नाम पनि भन्नुभएको छ। तर हाम्रो राज्य अहिलेसम्म पनि सुतेको छ। यस्तो कुराहरू लिएर हाम्रो जनता हाम्रो युवाहरू खाडी मुलुकमा गएर वहाँ खाडी मुलुकमा फसेको छ, अलपत्रमा परेको छ। तर हाम्रो सरकार मौन धारण गरेर चुप लागेर बसेको छ। यो कुरा उठाउनु पर्थ्यो। यो कुरा जुन मेन पावरले पठाएको छ उहाँले समात्न पर्थ्यो। उहाँले अरेस्ट गरेर अनुसन्धान गर्थ्यो तपाईले कुन कम्पनी पठाएको, कस्तो कम्पनी पठायो, के गरेको, के भएको छ, भिजामा के कारण छ कि उहाँ सौदीबाट अहिले अलपत्रमा परेको छ। भिडियो आएको छ सोशल मिडियामा। तर हाम्रो राज्य हाम्रो सरकारहरू यही लुटपाटमा लागेको छ। हाम्रो करबाट पैसा तिरेको उनीहरू सेल्डी जान्छ, आयस गर्छ, मोज गर्छ। तर हामीहरू खाडी मुलुकमा आएर 20,000 25,000 13 घण्टा 14 घण्टा खटेर कर तिरेको। तर उहाँहरूले राज्यहरूले सरकारहरूले बसेको हुन्छ, मोज गरेको हुन्छ। यो पीडा सबैले भोगेको होला कि खाडी मुलुकमा आएर 10 घण्टा 12 घण्टा 13 घण्टा ड्युटी 50 डिग्रीको घाममा मान्छे काम गरेर पैसा पठाउँछ। तर त्यो बापतमा कुनै अप्ठ्यारो परेपछि अलपत्र परेपछि हाम्रो राज्यहरूलाई नै राजनीतिक गर्न लाग्छ। त्यसमा पनि धेरै राजनीतिक गर्छ। तर यस्तो हुनु पर्थ्यो हाम्रो कुनै नेपाली जुनसुकै देशबाट हो अलपत्र पर्यो, छिट्टै भिडियो आयो त्यसको अनुसन्धान गर्नु पर्थ्यो। त्यहाँको एम्बेसीबाट छिट्टै भन्दा छिट्टै गएर अनुसन्धान गरेर उद्धार गर्नुहुन्थ्यो। तर दुर्भाग्य हाम्रो एम्बेसीहरू र एम्बेसेडरहरू पनि उहाँहरूले एकदमै सुस्त ढिलाको कारण आज हाम्रो युवाहरू हाम्रो जनताहरू हाम्रो देशको युवाहरू र खाडी मुलुकमा गएर अलपत्रमा परेपछि हाम्रो अम्बेसडरहरू पनि वहाँ चक्करमा लागेको हुन्छ। कुनैबाट पैसा आयो हुन्छ त हामी अलिअलि जान्छु वहाँ उद्धार गर्छु। उनीहरू पनि पैसाको लालचमा यस्तो काम गर्नुहुन्छ। राज्य त पैसा खाइरहेको छ। जुन एम्बेसीमा बसेको हुन्छ उनीहरूले पनि वहाँ यही चक्करमा हुन्छ। कुनै ठुलो त कम्पनी नै हो, कुनै सानो कम्पनी त नहो, के हो त्यो पनि बुझेर यिनीहरू अगाडि कदम बढाउँछ। हस्ता जय नेपाल। तपाईहरूको यो भिडियोको कमेन्टमा भन्नुहोस् र नयाँ भएको मान्छेहरू लाइक सब्सक्राइब गर्नुहोस्। किनकि नयाँ हो मान्छे, अहिले पनि हामी 20-25 हजारको भगिरहेको छौँ। यहाँ दुबईको सिलसिलामा रोजगारको सिलसिलामा हामी पनि यहाँ फसेको छु। यस्तो होइन कि एउटा अर्कै मान्छे फसिरहेको छ, म यहाँ भिडियो बनाइरहेको छ, म एकदमै मस्तीमा छु, 60-70 हजार 90 हजार सेलेरी खाइरहेको छु, एकदम फ्री होइन। म क्लिनर हुँ, क्लिनरको काम गरिरहेको छु। त्यो बापतमा पनि आफ्नो टाइम बचाएर यो काम गरिरहेको छु ताकि आवाज उठाओस् सबैको लागि र आफ्नो आवाज उठाउँ कि हाम्रो सरकारको ध्यान दिओस् र हाम्रो धेरै जनताहरू खाडी मुलुकमा आएर फसिन्छ, अलपत्रमा पर्छ। उनीहरूसँग यो आवाज पहुँच होस् ताकि सकारात्मक होस्।
राम्रो कम्पनीमा राम्रोमा आएपछि। तर एउटा दुर्भाग्य के छ साथीहरू, हाम्रो देशमा यही सिर्जना यही रोजगारी हुन्थ्यो त किन हामी यहाँ खाडी मुलुकमा पसिना बगाउँथे? हम आफ्नै देशमा पसिना बगाउँथ्यो त राम्रो हुन्थ्यो नि। तर हाम्रो राज्यहरूले कहिले सोच्दैन। अहिले एउटा भिडियो आएको छ टङ्क दाहालको भिडियो गएर तपाईँहरू हेर्नुहोस्। उहाँ दाइले के भन्नुभएको छ त्यो भिडियोमा साथीहरू। म यहाँ त्यसको स्क्रिनशट लगाइदिन्छु, चाहे लिङ्क हालिदिन्छु, तपाईँहरू वहाँ गएर हेर्नुहोस् के भन्नुभएको छ। हाम्रो राज्य हाम्रो सरकार यो कानुन यो पहल ल्याएपछि त हाम्रै देशमा रोजगार हुन्थ्यो। जति अहिले खाडी मुलुकमा गएको पसिना बगाइरहेको छ, तर हाम्रै देशमा युवाहरू र पसिना बगाउँथ्यो, काम गर्थ्यो 30-40 हजार 50 हजार 60 हजार। तर हाम्रो देशको इकोनोमी अर्थतन्त्रमा सम्हाल्ने कुनै देशसँग हात फैलाउनु पर्दै थिएन। तर हाम्रै युवाहरू हाम्रै देशका मान्छेहरू यो पैसा कानुन लगाएपछि त लगानी लगाउँथ्यो, तर हाम्रो देशको इकोनोमी एकदमै उचाइमा जान्थ्यो। उहाँले भन्नुभएको छ। तपाईँहरू गएर भिडियो हेर्नुहोस् है साथीहरू।